सो फाइनली गाइज मस्ट वेटेड जसको यति धेरै हाइप छ त्यो मुभीको प्री टिजर आइसकेको छ। यस तपाईँहरूले सही सोच्नुभयो। बलिदान मुभीको टिजरभन्दा अगाडिको प्री टिजर आइसकेको छ। आउनुहोस् के देखाइएको छ यस 42 सेकेन्डको टिजरमा। नमस्ते, तपाईँहरू हेर्दै हुनुहुन्छ हाम्रो आफ्नै रिभ्यू च्यानल ओआरएस डिजिटल अफिसियल युट्युब च्यानलमा प्रकाशित यस 42 सेकेन्डको टिजर विराज भट्टको दमदार आवाजबाट सुरु हुन्छ। समीर भट्टको लुक राम्रो देखिएको छ। खासमा समीर भट्टलाई नै ट्रिब्युट दिँदै उनको जन्मदिनको अवसर पारेर यस टिजर सार्वजनिक गरिएको हो, जसमा समीर भट्ट एक्सन अवतारमा देखिएका छन्। एक्सन जनरामा बन्न लागेको यस मुभीको सिनेटोग्राफी, भिजुअल र टिजरमा बज्ने बिजिएम निकै राम्रो छ। विराज भट्टसँग सन्तोष सेनको ब्याकग्राउन्ड भोइसले सुनमा सुगन्ध थप्ने काम गर्छ, जसबाट हामीले समीर भट्ट एक योद्धा हुन् र उनलाई उनको देशले, उनको माटोले बोलाइरहेको छ भनेर थाहा पाउँछौँ। टिजरले नेपाली चलचित्र क्षेत्रमा केही नयाँ हेर्न पाउनेछौँ भन्ने प्रोमिस गर्छ र नयाँ टिजर छिट्टै आउनेछ भन्ने बाचा पनि गर्छ। फिल्ममा समीर भट्ट, सौगात मल्ल, सन्तोष सेन र अर्पण थापाको साथ अन्य धेरै कलाकारहरूको अभिनय हेर्न पाउनेछौँ। समीर भट्टको करियरको यो दोस्रो फिल्म हो। पहिलो फिल्म कतिको सफल भयो त्यो त भन्नु नपर्ला। सन्तोष सेनको डाइरेक्सनमा बनेको यस फिल्मले बक्स अफिसमा कतिको तल्क मचाउनेछ त्यो त हेर्न बाँकी नै छ। फिल्म यसै सालको फुलपाती यानि कि असोज 13 गते सेप्टेम्बरको 29 तारिकबाट हलहरूमा आउँदैछ। दसैँको मौका पारेर आउन लागेको यस मुभीमा माता कालीको पनि केही झलकहरू देखाइएको छ। यानि कि फिल्मको कहानी धर्म, परम्परा र आस्थासँग जोडिएको हुनेछ। यो एउटा राम्रो कुरा हो। तपाईँहरूलाई टिजर कस्तो लाग्यो र बलिदान मुभी हेर्न कतिको एक्साइटेड हुनुहुन्छ कमेन्ट गर्नुहोला। साथै भिडियो मन परायो भने भिडियोलाई लाइक, सेयर र यस्तै नयाँ फिल्मको अपडेट र रिभ्यू हेर्न चाहनुहुन्छ भने हाम्रो आफ्नै रिभ्यू च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद।